घर भाइ ए दर्शन गर्छु है दिदी भनेको मान्दैन कि जान मानेको छु मैले सानो लोड्नलाई गराएको रे भिडियो कोगाउ है हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल हामी चाहिँ एकदम सन्चै छौँ हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु आज चाहिँ हामी भर्खरै अघि नै नुहाएर सुतेको अनि बल्ल उठ्यौँ कस्तो जाडो पनि भइरहेको किन हो अनि के भन्छन् रे भर्खर सुतेर उठेको भन्दाखेरि आजको दिनमा चाहिँ हामी फोटोसुट ट्याक्क तल डानातिर गएर फोटो खिच्दै डाम्रीको बोली गर्छ डानातिर सरिता चाहिँ मेरो घर आछ अनि हामी चाहिँ फोटो खिच्न जान लाग्छौँ गुराँसमा जाँदैछौँ राम्रोसँग छँदै छैन के गाइज हामी चाहिँ यता गाइड मैले चाहिँ आज यता लालीगुराँस टिप्न आएको होइन हाम्रो दिदी चाहिँ हामी चाहिँ तल फोटो खिच्न जाँदैछौँ यो नि छ चप्पल ल्याइदिएछ है फेरि हामीले गाइज हामी चाहिँ यसो गाउटर लेख्छु है आज चाहिँ एकदम रमाइलो भयो फुपू मामा यसरी भेट भएपछि त्यस्तै हो कि साथीहरू यस्तो रमाइलो भइहाल्छ आज रात भेट्नेतिर दसैँमा चाहिँ मामा घर फेरि जाने आयो भने गयो ढुक गर्दै के म गाइज म फेरि अब उलेर आइगयो नि चप्पल लिएर लाली गुराँसको त कुरै नगरौँ अब लेकतिर भइहाल्छ हाम्रो दिदी चाहिँ तल म तल गएपछि जुम गरेर राम्रो टिपेको हुन्छ अब भनेपछि अब आफ्नै गाउँका मान्छेले चिनेनन् यसको लालीगुराँस कति राम्रो मेरो नेता यता छ को काली अङ्क कहाँ गएन र
पारी जानु खै त हटा त त्यस्तो ठुलो टाउको हटा न दिदी जुम गरेर देखाइरहनु न हेर्न तिप्नु के कति चाहिँ लाएर फोटो खिच्नु लाग्ने अब हामी फोटो खिच्नु जान्ला खाम व्यस्त कुरै नगरौँ लप्पकै छ लुट लगाइरहन्छौँ यस्तो नै छ हामी चाहिँ अब यस्तो घुम्न आएछौँ होइन यो चाहिँ हाम्रो भाइ भाइ अरू मेरो नि छ कि चेस अब काबलको रुख त छन् त छ अझै पाक्ने बेला भयो होइन अघि जान्दा गएको तल्ल पुग्नु भन्नु यो काबलको रुख हो के गर्नु अब पाएको छैन त्यसले गीतदाखेरि बोबाल खेलिहाल्छ कि धेरै टिपेको छौँ हामीले हाम्रो क्युटी दिदी 4 भेना आछौँ 3 भेना यता छन् ओ नि इङ्ग्लिसमा फेरि अलि इङ्ग्लिस मिडियमपट्टि हामी फेरि उनी फेरि अलि अघि हामी यतै आएको नि अनि तल ऐसलो नि खुब खाएको कति मिठो छ ऐसलो ब्लगमा चाहिँ अब यस्तो तपाईँले के यत्रो बेर अगाडिबाट म गराइरहेछु भिडियो तपाईँले गराउनु भएको थियो नि त्यही म त अगाडिबाट हेलो गाइज भनिरहेको थिएँ अब हामी फेरि बिहार नाम पर्छ यहाँ फेरि के भने मसान घाटो यहाँ चाहिँ मसान घाटो यतै हाम्रै गाउँ काम गऱ्यो मसान घाटो यो चाहिँ हामी चाहिँ अब तल पुग्ने हो गाइजु त्यो पारि मन्दिर देख्नु भयो नि हो त्यहाँ पुग्ने हो चित्तो बिलाएको त राम्रो सान्दैन नि होइन कस्तो खतम सान्छु कि यस्तो गरेपछि कस्तो सान्छु है देख्नुभयो त गाइज अलिक बाङ्गो भयो जस्तो लाग्नु कस्तो देख्यो अब गाइज म चाहिँ राम्रो देखेँ नानी कपाल चाहिँ खतम छ गाइज के भन्नु हामीले एकतिर आहाम अब भेन्डा भन्ने दाम्री भन्नु तल पो अब हजुर तिमीलाई त देखिरहेछु पारी दाम्री हो देखेँ नला राम्रोसँग सानो दाम्री भन्छ अलि तल ठुलो दाम्री भन्छ कि के बोले हामी चाहिँ आइज के बोल्छ कि नि बुन्ने हामी चाहिँ अब ट्याक्क लाएर दिद्रो म अलि यसो तल्छ हिँड्यौँ काफलको रुख फेरि होइन त्यस्तो देख्दैन अलि अब काफल ड्यानो हुन्छ नि अब काफल अझै पाकेको छैन नि दिदी अघि जाँदा गएको यति यति खाएको तल अन्त ऊ तल गएको के काफल खाएको नि ऐसोले नि कस्तो बगाएको पाकेको भने कि ऊ पारि त्यो लाली गुराँस त्यही पनि कस्तो राम्रो सानो सानो रुख छ राम्रो छ टिप्ने हो नि अनि फेरि ढिला हुनु आइहाल्यो अरे त्यत्रो ढुलोमा खेले सिकाएर सिक्यो यसले पो सेतो देखाएर आउन मान्छे पारी बाँधेर घर भेजेटे भ्यू चाहिँ बबाल छ नि अनि भ्यू बबाल छ अलि देखाइदिन्छु म बबाल छ भ्यू चाहिँ अब म तपाईँले गाबे बजार देखाउँछु है बजार होइन गाउँ यहाँदेखि त
त्यस्तो क्लियरली देखिन्न नजिरी यहाँनिर अलिक क्लियर देखिन्छ र गाबै अभि नि अलि माथि गएर लोट्दैन रुखले छेके छ के हेर्नु गाइस हाम्रो गाबे बजार बजार गाउँ स्कुल हो अनि हामीले चाहिँ यहाँ आयौँ होइन फोटो खिचेर भ्यायौँ लोट्यौँ पनि अहिले चाहिँ यहाँ मेला पनि ठाउँमा छौँ यसमा चाहिँ हाम्रो जेठमा चाहिँ एकदम भव्य मेला हुन्छ साथीहरू यहाँ आएर सबैजनाले होइन हाम्रो प्रोग्रामहरू पनि छ अनि भाग लिनु होला नाच्ने अनि के भने कि भलिबलमा चाहिँ कप अनि फेरि कति 30,000 केटीहरूको पनि छ साथीहरू सबैजना आएर एकदम रमाइलो गर्नुपर्छ है त होइन सरु हाम्रो सरु नि आउँछ माथि हेर्नु न कस्तो राम्रो फुल फुले आए हाम्रो एकदम राम्रो ठाउँ भगवान् मन्दिर हामीले चाहिँ अघिनको फुल भिडियो चाहिँ लास्टतिरको भिडियो चाहिँ लिन सकेनौँ किनकि हाम्रो त्यति बेला चाहिँ चार्ज सकिएको थियो अब आजले चाहिँ यति अब भोलि आज सुट मनाऊ अब आजको दिन चाहिँ यस्तरी भिडियो सबैजनाले हेर्नु होला होइन आजले चाहिँ यति अब फेरि भेट्दै गरौँला नि त बाई गरिदिनु बाई